नमस्कार। कथायात्रा सुनेर बसिरहनुहुने तपाईँका लागि आजको अङ्कमा भने नयाँ छालाको जुत्ता लघु कथाका साथमा उपस्थित भएको छु। यो लघु कथाका लेखक हुनुहुन्छ चुडामणि घिमिरे। एउटा गरिब किसानले अलिअलि गर्दै बचत गरेको पैसाले बजारमा गएर एक जोर नयाँ छालाको जुत्ता किनेर ल्याउँछ। बजारदेखि आफ्नो घर निकै टाढा भएकोले बाटोमा जति ठाउँमा थकाइ मार्थ्यो उति पटक झोलाबाट जुत्ता झिकेर एक फेरा हेर्थ्यो र दङ्ग पर्दै सोच्थ्यो, आहा कति राम्रो, यति राम्रो जुत्तालाई कसरी खुट्टामा लाएर भुइँमा टेक्नु, हेर्दै लोभ लाग्दछ। घरमा पुगेर आफ्ना छोराछोरी श्रीमती सबैलाई तारिफ गर्दै देखायो। खाना खाँदा पनि छेउमा राखेर पुलुक्क हेर्दै खायो। जब सुत्ने बेला भो छालाको जुत्ता नै भए पनि सिरानीकै छेउमा राखेर सुत्यो। भोलिपल्ट गाउँमा छिमेकीको छोराको बिहेमा जन्ती जानुपर्ने थियो। सबैजना आफ्नो आफ्नो गच्छे अनुसारका धराधाम्रा भिरेर उक्लिन थाले। ऊ पनि के कम अरूले लाएको देखेर नयाँ जुत्ता मन मिचेरै लगायो। 2-4 पाइला हिँड्दै धुलो लाग्छ कि भनेर हेर्दै धुस्रेको स्याउलाले पुस्दै गर्थ्यो। बिहेभरिमा सबैले आफ्नो छालाको जुत्ता हेरुन् भन्ने उसको ध्येय थियो। बिहे घरबाट फर्किने बेला भो ऊ पनि फर्किनु पर्ने थियो। घरमा आएपछि लखतरान परेर थकाइ लागेको हुनाले जुत्ता जुरा फुकालेर बाहिर राखेर ऊ भित्र पस्यो र भन्यो, बुढी हेर, यस्तो गलियो कि हेर, छालाको जुत्ताले त यति खुट्टामा फोका उठाउँदो रहेछ नि, हेर, एक ठाउँमा त झन्डै तेरो बाजे खुट्टा नै मर्केको। श्रीमतीले भनी, हो र, आफूले त कहिले लाभा पो। त्यस दिन जुत्ता बाहिर नै राख्यो र ऊ सुत्यो। भोलि कहीँ जाने काम थिएन, जुत्ता त्यहीँ कौसीमै लडिरहे। अर्को दिन कता जानुपर्ने भो। श्रीमतीलाई भन्यो, ए बुढी, ती जुत्ता कहाँ छन्? लेले, खुट्टा देखाए पनि यसो। ऊ कामबाट फर्कियो तर जुत्ता आज बलेसीमै फुकाल्यो र भित्र पस्यो। आज जुत्तामा धुलै धुलो थियो। यो छालाको जुत्ता कसरी लाउँछन् ह मान्छे? खुट्टा उस्तै दुखाउने, गनाउने उस्तै, उफ, आफै फतफताउँदै थियो। जुत्ता बिस्तारै पुराना हुँदैछन्, त्यसैले आज जुत्ता बलेसीमा उत्ताने टाङ्छन्। हिँड्ने मान्छे कुल्चँदै हिँड्छन्। एकपटक कतैबाट आउँदै थियो, त्यही जुत्तामा अल्झेछ। रिसले मुरमुरिँदै भन्यो, कसको जुत्ता हो यो? पर पुग्ने गरी फाल्देऊ। श्रीमतीले भित्रबाट भनी, नयाँ हुँदा त सिरानीमा राखेर सुत्या होइन? ऊ बोलेन। अर्को दिन फेरि कतै जानुपर्ने रहेछ, तर त्यहाँ एउटा मात्र जुत्ता थियो, अर्को थिएन। यसो करेसातिर चियायो। छिमेकीको कुकुर 2 खुट्टाले च्यापेर मजाले च्याङ फ्याङ पार्दै थियो। यसो आफ्ना खुट्टामा हेऱ्यो, जुत्ताले उठाएका फोका त थाकिसकेका थिए। ऊ हेरिरह्यो। बोलेन कुकुर, एक सुरले जुत्तामा दाँत गाडेर विक्षिप्त पार्दै थियो। एउटै वाक्य बोल्यो, भित्र राख्नुपर्ने, सत्यनाश भयो।